नाथ हैन मुस्ताङ जिल्ला त्यसलाई पनि सम्झिने त्यहाँ पनि पेट्रोलको सम्भावना छ भनिन्छ मुस्ताङतिर पनि। अनि त्यसपछि यस्तै ठाउँहरू मुख्य रूपमा हेर्ने। अनि त्यसपछि कोइला पनि मैले हिजो तपाईलाई चर्चा गरेँ। कोइलाको लागि अब एउटा दाङको कोइलावास हिजो चर्चा भइसकेको छ, म धेरै गइनँ। अनि त्यसपछि कोइलाको सल्यान हैन सल्यान, त्यसपछि चौतारा सिन्धुपाल्चोकको चौतारा, अनि त्यसपछि सुनसरीको चतरा हैन काठमाडौँ उपत्यका नै सम्झिने यस्ता कोइलाहरूको यो पनि हामीले हिजो चर्चा गरिसक्यौँ। अनि त्यसपछि म अब फलामतिर म लाग्ने भएँ। फलाम चाहिँ कहाँनिर पाइने सम्भावित ठाउँ भन्यो भने हाम्रो देशमा फलामको चाहिँ ठुलो भण्डारण ठाउँमा फेला परेको छ। ल भन्नुहोस् तपाईँहरूबाट मैले अब क्वेसन सोधेँ। ल भन्नुहोस् त फलाम चाहिँ कहाँनिर फेला परेको छ? फुलचोकी पहिलेदेखि हो निरजी, पहिलेदेखि हो। एउटा फलामको मात्रा धेरै पाइएको ठाउँ अहिलेको पछिल्लो यो कन्टेक्स्टमा ठुलो फलामको ठुलो भण्डारण भएको मानिन्छ हैन। फुलचोकी हो देवीजी। अहिले फलाम चाहिँ धौबादी भन्ने ठाउँ अहिले धौबादी भन्ने ठाउँमा यो नवलपुर जिल्लामा पर्छ। यहीँनिर चाहिँ ठुलो फलाम खानी फेला परेको छ। यही हो छिल्लो पटक हैन ठुलो फलाम खानी कहाँ फेला पर्यो भन्दा धौबादी भन्ने ठाउँलाई सम्झे। नवलपुर जिल्ला नवलपरासीको पूर्वी भाग हैन जहाँ कावासोती गैंडाकोट तपाईलाई थाहा छ नि, त्यो एरिया सम्झिने त्यहाँ। अनि अर्को फलाम भनेको अर्को तपाईले फुलचोकीलाई पनि सम्झिने है। फुलचोकी पनि हो यो। अघि एकजना कसले लेख्दै हुन्थ्यो ललितपुरको फुलचोकी हैन, जो अस्ति पनि हामीले चर्चा गर्यौं। काठमाडौँका 3टा जिल्लामा सबभन्दा अग्लो पहाड यही हो फुलचोकी, जो ललितपुर जिल्लामा छ, मैले चर्चा गरिसकेँ। अर्को भैँसे, यो भैँसेमा पनि वास्तवमा फलामको एउटा अवस्था छ। भैँसे कहाँ हो भनेर मैले भन्नुपर्छ। ल भन्नुहोस् त भैँसे कहाँ हो? लौ त लौ तपाईहरुबाट मैले यसो आइडिया पाउँ न, भैँसे कता होला? भैँसे हजुर खै त खै भैँसे कुन जिल्ला भनेको तपाईहरु फेरि हो भैँसे भनियो भने मकवान। यो मकवानपुरको भैँसे हेर्नुस् है, मकवानपुर यसलाई ख्याल गर्ने। अर्को यो फलाम अर्को ठोसेमा पनि पाइएको छ। ठोसे भने ठोसे चाहिँ कहाँ हो? ठोसे कता हो? भैँसे त बुझियो, ठोसे कहाँ रहेछ हजुर? ल ल हेर्नुस् है, अब फेरि तपाईहरु हराउनु भयो। ओ ठोसे भन्यो भने रामेछाप, रामेछापको ठोसे। यसरी यो फलामको लागि मुख्य रूपमा तपाईले सम्झिने धौबादी, फुलचोकी, भैँसे, ठोसे है तपाईले हेर्ने। अनि त्यसपछि म जान्छु तामा। तामा भन्ने बित्तिकै तपाईले तनहुलाई सम्झिने। तामा इक्वल टु तनहु, तर तनहुका दुईटा ठाउँलाई सम्झिने। ती भित्रै तनहु जिल्लामा दुईवटा स्थान छ वास्तवमा यो तामाको लागि फेमस तनहुकै। एउटा बन्दीपुर हेर्नुस् है, बन्दीपुर अब पुरानो सदरमुकाम यही त हो हैन, तनहुको हैन पुरानो सदरमुकाम बन्दीपुर। अनि अर्को चाहिँ बुद्ध खोला, बुद्ध खोला। यो दुईटा ठाउँलाई तपाईले ख्याल गर्ने। बुझ्नुभयो नि? बुद्ध खोला। अनि साथसाथै यो तामा चाहिँ ओखलढुङ्गा हेर्नुस् त, ओखलढुङ्गामा पनि हो। साथसाथै यो सोलुखुम्बु हैन, सोलुखुम्बु। अनि यो तामा म्याग्दी, अनि यो तामा धनकुटा। यो ठाउँलाई तपाईले हेर्ने है। यी ठाउँमा चाहिँ कुलेखानी पनि एउटा हो। ठिकै भन्नुभयो एकजनाले, कुलेखानी पनि हो, तर मुख्य रूपमा यति हो। ताप्लेजुङ अरु जिल्ला खास त्यस्तो हैन,
यी जिल्लालाई मुख्य रूपमा हेरिन्छ तामाको लागि है त। अनि त्यसपछि चाँदी, चाँदीको लागि भन्यो भने एउटा फुलचोकी, हेर्नुहोस् है, चाँदी फुलचोकी है, अर्को चिसा, चिसा पानी गढी, चिसा पानी गढी, अनि अर्को तपाईले सम्झिनु पर्यो बागलुङ जिल्ला सम्झिनु पर्यो, बागलुङ पनि सम्झिनु पर्यो। यिनै ठाउँहरू यो चाँदीको लागि फेमस है। ल अनि त्यसपछि सुनमा जाने, सुन भन्ने बित्तिकै तपाईले के बुझ्नु पर्यो भने एउटा काली, काली गण्डकी एउटा है, काली गण्डकी, अर्को बुढी, बुढी गण्डकी, बुढी गण्डकी, अनि सुन, सुन कोशी, ठुल्ठुला नदी हेर्नु त, काली गण्डकी, बुढी गण्डकी, सुनकोशी। र यो सुनकोशी र अब हेर्नु र रिउ, रिउ खोला, रिउ खोलाको बगर, बगर, यी चारैवटा जो नदीहरू छन् यी नदीहरूको बगरमा चाहिँ हैन, बगरमा चाहिँ किनारमा चाहिँ यो सुन पाइएको अवस्था। चार नदी सम्झिने, काली गण्डकी, बुढी गण्डकी, सुनकोशी, रिउ खोलाको बगर है त। यति मैले कुरा तपाईलाई राखेँ। अब म उतापट्टि म आउँछु, कहाँनिर म जान्छु भने सिसामा जान्छु। सिसा वास्तवमा कहाँ हो त भन्दाखेरि सिसाको लागि एउटा गणेश, गणेश हिमाललाई तपाईले सम्झिने सिसा, अनि बैतडी जिल्ला, बैतडी र गणेश हिमाललाई सम्झिने, यही हो सिसाको लागि। मार्बल, मार्बल भनियो भने यो चाहिँ कहाँ हो भन्दा गोदावरी, गोदावरी मार्बलको लागि फेमस है, गोदावरी हैन। यसलाई तपाईले यसरी हेर्ने। अनि त्यसपछि अब के आउँछ भन्दा मार्बललाई पनि मैले छोडे, नुनतिर म गएँ। नुन भन्ने बित्तिकै तपाईले मुस्ताङ जिल्लाको थाक खोला, मुस्ताङको थाक खोला जो हामी नुन प्रयोग गर्छौं नि, यो जेनरल नुन हो, यो चाहिँ मुस्ताङको थाक खोला भनेर सम्झिने। चिसा पानी गढी चाहिँ संगमजी, चिसा पानी गढी भन्यो भने यो मकवानपुर जिल्ला हो, मकवानपुर जिल्लाको चिसा पानी गढी भनेर हेर्ने है त, मकवानपुर। अनि नुन, अनि अर्को जाने बिरे नुन र सिधे नुन, बिरे नुन र सिधे, सिधे नुन। बिरे नुन र सिधे नुन चाहिँ कहाँ पाइन्छ भन्दा यो दुईटै नुन चाहिँ रसुवा जिल्लाको स्याफ्रो, स्याफ्रो बेसी, स्याफ्रो बेसीमा दुईटै नुन चाहिँ पाइएको अवस्था, रसुवाको स्याफ्रो बेसी। यसलाई तपाईले यसरी ख्याल गर्ने, दुईटै नुन। अब बिरे भनेको कस्तो हुन्छ, अब यो नुन भनेको कालो हुन्छ, यो सेतो हुन्छ सिधे, दुईटै रसुवाको स्याफ्रो बेसीमा यो नुन पाइएको अवस्था छ है। सोडा, सोडा भन्ने बित्तिकै तपाईको आन्सरै यही छ, सबाट सल्यान, हेर्नु त, सबाट सल्यान, अनि डबाट के हो डोटी, यही हो। सल्यान र डोटीमा चाहिँ यसरी यो पाइएको रहेछ, हेर्नुहोस् कति सजिलो, सल्यान र डोटी यसरी हेर्न सकिन्छ। अनि त्यसपछि गएर हामी गेरु, गेरु भनेको यो लिपपोत गर्ने माटो हो, यो गेरु भन्ने पनि एउटा तपाईले चौतारा भनेर सम्झ, यही हो सिन्धुपाल्चोकको चौतारा अब गेरुको लागि फेमस है। यसरी हामी यसरी हेर्न सक्छौं। अनि त्यसपछि हामी कहाँनिर गयौं भने मैले चाहिँ यहाँनिर मैले मेटेँ है, यो मैले मेटेँ, यो मैले मेट्दै अब म कहाँनिर म जान्छु भने हाम्रो चाहिँ सबैभन्दा
धेरै प्रयोगमा आएको खनिज पदार्थ कुन हो भन्ने हो भने चुनढुङ्गा। ल हेर्नुहोस्, नेपालमा धेरै युटिलाइज भएको हाम्रो मिनरल चुनढुङ्गा हो, जो कहाँ कहाँ भन्दा एउटा चोभार, काठमाडौँ चोभार चुनढुङ्गा हैन, अनि भैँसे, यो मकवानपुरको भैँसे एरिया पनि यो चुनढुङ्गै हो। अनि त्यसपछि उदयपुर जिल्ला हैन, लाई चुनढुङ्गाको लागि यो पनि फेमस भएको। अनि पाल्पा जिल्ला अर्घाखाँची तपाईले के बुझ्ने भने जहाँ जहाँ सिमेन्ट फ्याक्ट्री छ हैन, जहाँ जहाँ सिमेन्ट फ्याक्ट्री छ त्यहाँनेर चाहिँ के रहेछ भन्दाखेरि यो चुनढुङ्गा पाइँदो रहेछ भनेर सम्झिने। एकजना साथीले के सोध्नु भएको छ, गेरु भनेको त अब यो सिन्धुपाल्चोकको चौतारा भइगयो नि गेरु हैन, सिन्धुपाल्चोकको चौतारा है, त्यसरी तपाईले हेर्ने। अनि यो चुनढुङ्गाहरू पनि छ धनकुटालाई, यो धनकुटामा पनि हो है चुनढुङ्गा। अनि यो कहाँ हो, खोटाङमा पनि हो धनकुटा, खोटाङ, अनि दाङमा पनि हो दाङ, अनि प्युठानमा पनि हो। ल हेर्नुहोस्, धेरै ठाउँ सम्झिने। अनि सुर्खेत है, सुर्खेत यही त हो नि सुर्खेत। अनि त्यसपछि यस्ता धेरै ठाउँ छ यसको, जहाँ जहाँ चाहिँ सिमेन्ट फ्याक्ट्री रहेछ त्यहाँ चाहिँ यो रहेछ भनेर यसलाई तपाईले यसरी सम्झिने। ल अनि म त्यसपछि गएँ नेपालमा वास्तवमा दोस्रो धेरै उपयोगमा आएको खनिज पदार्थ कुन होला भन्नुस् त? पहिलो त चुनढुङ्गा रहेछ, दोस्रो कुन होला भन्नुस् त? एकजनाले भनिदिनु पर्यो कहाँनेरि होला। दोस्रो भनियो भने हेर्नुस्, यो पहिलो त चुनढुङ्गा हो, नेपालमा धेरै प्रयोगमा आएको खनिज पदार्थ हैन। दोस्रो भनियो भने हामी खरीढुङ्गा भन्छौँ। ल हेर्नुस्, दोस्रो खरीढुङ्गा, यो कहाँ भन्दा दोलखाको खरीढुङ्गा ठाउँ नि छ नि हैन, दोलखाको खरीढुङ्गा भन्ने ठाउँै छ। यो तपाईहरु धेरैचोटि पुग्नु भएको होला यो। अनि यसलाई हेर्ने खरीढुङ्गा एउटा दोलखामा। अनि अर्को यो खरीढुङ्गा चाहिँ कहाँनेरि भन्छ भन्दा सिन्धुपाल्चोक, सिपामा पनि सिन्धुपाल्चोकमा पनि पाइएको छ। अर्को उदयपुर जिल्लामा पनि यो पाइएको छ, उदयपुर। यसलाई तपाईले यसरी हेर्ने है त। ल अब हामी अर्को कहाँ जाउँ भने मिथेन ग्यासमा जाउँ। मिथेन ग्यास, वास्तवमा यो मिथेन ग्यास के बुझ्नु पर्यो भने हाम्रो चाहिँ काठमाडौँमै छ, दैलेखमै छ। यसको चाहिँ अब धेरै अवस्था छ भने छ, अब वही चिनो लाउने मात्रै छ, यसको प्रयोग हामीले गर्न सकेका छैनौँ। यो मिथेन ग्यास भने चाहिँ एउटा दैलेख सम्झिने, दैलेख। अर्को सम्झिने काठमाडौँ उपत्यका सम्झिने, काठमाडौँ उपत्यका हैन, काठमाडौँ उपत्यका सम्झिने। एकैछिन काठमाडौँ उपत्यकामा पनि यो ग्यासको चाहिँ भण्डारण रहेको मानिन्छ। हेर्नुहोस्, भण्डारण। अनि ठिक छ, मिथेन ग्यासलाई मुख्य रूपमा यति हेर्ने। अनि अर्को चाहिँ युरेनियम सम्झिने। युरेनियम वास्तवमा कहाँनिर त छ भने यो ऊर्जाको स्रोत हो युरेनियम। युरेनियम एउटा तपाईले सम्झिने लोमाङथाङ। हेर्नुस् है, लोमाङथाङ यो चाहिँ हाम्रो देशमा अहिले धेरै युरेनियमको भण्डार रहेको ठाउँ हो, मुस्ताङ जिल्लाको लोमाङथाङ। सबभन्दा धेरै यिनीहरू रहेको मानिन्छ है, पछिल्लो पटक युरेनियमको भण्डारण रहेको यो ठाउँ हो। अनि अर्को चाहिँ हो चमेलीको किनार, चमेलिया अनि नदीको अनि किनार, दार्चुला जिल्ला। चमेलिया नदीको किनार दार्चुला जिल्लालाई तपाईले सम्झिने है त। यति तपाईले सम्झिने। हाम्रा अब हामीले चिनो लाउन मात्रै हो, अब यसको प्रयोग हैन अब के छ अवस्था तपाईलाई थाहा छैछ हैन। यस्तो अब मिथेन ग्यास हो,
भण्डारण यहाँ भएको भए हामीले यति साह्रो दुःख गर्नै पर्दैन थियो, पेट्रोल यो भएको भए यसो गर्नै पर्दैन थियो। त्यसैले अब यो यसो चिनो लाउने कहाँ छ सम्भावित ठाउँ भनेर यसो थाहा पाउने मात्रै यो विषय रह्यो। यति भने मैले तपाईँलाई। त्यसपछि म अब अगाडि म बढ्छु। कहाँनिर म जान्छु भने यहाँ हेर्नुहोस् है। अब म तपाईँहरूलाई चाहिँ कहाँनिर गएँ भने माटोतिर म अब गएँ। हाम्रो अवस्था के रहेछ भनेर अब जाउँ। माटो माटो कति प्रकारको पाइन्छ नेपालमा मैले भन्नै पर्दैन। नेपालमा 5 प्रकारको हैन माटो पाइन्छ। यो तपाईँले बुझ्नु भएकै छ। अनि 1 इन्च माटो बन्नको लागि 1 इन्च माटो बन्नको लागि कति समय लाग्छ भन्ने हो भने 1 इन्च माटो बन्नको लागि 100 वर्षदेखि यो 400 वर्षसम्म लाग्छ 1 इन्च माटो निर्माण हुनको लागि। हेर्नुहोस् कति समय लाग्दछ। 4 वर्षसम्म यसरी लाग्ने रहेछ। ल अब नेपालमा 5 प्रकारको माटो पाइने रहेछ भन्ने बुझिहालियो हैन। 5 प्रकारको। अब यो चाहिँ कुन माटो हो भनेर पनि यसो हामी हेरौँ। जस्तै एउटा सम्झिने तपाईँले पाङ्गो माटो सम्झिने। पाङ्गो हैन एउटा 5 मध्ये एउटा पाङ्गो माटो सम्झिने। अनि त्यसपछि अर्को माटो भनेको तलैया हैन। यो तालहरू सुकेर बन्ने तलैया माटोलाई सम्झिने। अनि त्यसपछि बलौटे हेर्नुहोस् है, बलौटे अनि पत्थरिलो बलौटे पत्थरिलो माटो। अनि अर्को रातो फुस्रो माटो, रातो फुस्रो माटो हेर्नुहोस् है। अनि अर्को आउँछ हिमानी, यसलाई अब हिमाली पनि भनिन्छ। यो 5 प्रकारको माटो यसरी पाइँदो रहेछ। गर्ने 1 इन्च माटो बन्नको लागि नि 400 वर्ष लाग्छ भन्न खोजेको। 1 इन्च माटो यो पत्र बन्नको लागि भन्न खोजेको। 5 प्रकारको माटो पाइने रहेछ। एउटा पाङ्गो, तलैया माटो, बलौटे पत्थरिलो माटो, रातो फुस्रो अनि हिमाली माटो। अब यो माटो पाङ्गो माटो भनेको कहाँनिर यो तराई, यो समग्र तराईलाई तपाईँले सम्झिने पाङ्गो माटो समग्र। तर पनि के बुझ्नु पर्यो भने विशेष रूपमा पूर्वी तराई, विशेषतः यो माटो पूर्वी तराईमा पाइन्छ। जस्तै झापा मोरङ सुनसरी सम्झिने। झापा मोरङ सुनसरी पाङ्गो माटोको पर्याप्तता त्यहाँनिर छ हैन। यसरी सम्झिने तपाईँले। अनि चाहिँ यो चाहिँ कहाँ पाइन्छ भन्नुहोस्। अनि पाङ्गो माटो अरु त्यति मात्रै हैन, तराई एउटा भइगयो, विशेषतः पूर्वी तराई। अर्को यो बेसीमा पनि पाइन्छ, बेसीमा पनि पाइन्छ। अर्को यो टारमा पनि पाइन्छ, टारमा पाइने बेसी टार, विशेषतः पूर्वी तराई, समग्रमा तराई यी ठाउँमा पाइन्छ। अनि यो काठमाडौँ तलैया माटो काठमाडौँ उपत्यका, काठमाडौँ उपत्यकामा तलैया। बलौटे पत्थरिलो भन्यो भने अब यो बलौटे पत्थरिलो भन्यो भने यसलाई भित्री मधेसमा बलौटे पत्थरिलो पाइने। हेर्नुहोस् है कहाँ कुन माटो भनेर सोध्छ। अनि भावर प्रदेशमा पनि यही माटो पाइने है। अनि अर्को दुन क्षेत्र यही माटो हैन। भित्री मधेस, भावर प्रदेश, दुन क्षेत्र। अनि चुरे पहाडको तल्लो भाग, चुरे पहाडको तल्लो भागमा पनि यही हो। चुरे पहाडको तल्लो भाग, दुन क्षेत्र, भावर, भित्री मधेस यिनै ठाउँमा यो चाहिँ माटो पाइने रहेछ।
है। अनि रातो फुस्रो भन्यो भने पहाडी भूभाग, पहाडी भूभाग, भूभाग भन्नाले अब के सम्झिनु पर्यो भने महाभारत पर्वत हैन, त्यो छेउछेउका पहाडी भूभागमा चाहिँ रातो फुस्रो पाइने रहेछ। अनि हिमानी माटो भन्यो भने अब हिमालको फेदी, यो माटो हिमालको फेदी, हिमालको फेदी, हिमालको मुनिपट्टि यसरी यो माटो पाइन्छ। हेर्नुहोस् है, त्यही यी माटोहरू कहाँ पाइने रहेछ भनेर अलिकति तपाईँलाई सोध्छ क्या, सोध्छ। 1 इन्च माटो बन्न, सुरेशदाजी सुन्नु भएन क्या, 1 इन्च माटो बन्नको लागि 400 वर्षसम्म लाग्छ, 100 देखि 400 वर्ष। ल यति मैले तपाईँलाई भने। अब यसमा उत्पादन के हुन्छ, अब जाने उत्पादन। यसमा हुने उत्पादनमा अलिकति जाउँ ल, के उत्पादन, एकैछिन ल। अनि यसरी चाहिँ अब यिनीहरू चाहिँ यो माटो चाहिँ कहाँ पाइन्छ भनेर हामीले हेर्यौं। अब उत्पादन के रहेछ भनेर अब हेरौँ, यिनीहरू कहाँ के उत्पादन हुँदछ कुन माटोमा भन्दा, पाङ्गो माटोमा उत्पादन हुने कुरा एउटा सम्झिने तपाईँले, धान सम्झिने। धानको लागि यो माटो फेमस है। अनि अर्को के सम्झिने भने गहुँ, गहुँको लागि पनि यो माटो एकदमै फेमस। अनि अर्को सनपाट, सनपाट भनेको यो जुट क्या, जुट, सनपाट जुट, यसलाई सम्झिने। अनि सुर्तीको लागि सम्झिने, सुर्ती पनि पाँगोमै हो, सुर्ती। अनि सुपारी, सुपारी पनि यसैमा। अनि दलहन बाली, दलहन बाली, दल आउने जुन दाल आउने बाली छ नि, दलहन बाली पनि यसै माटोमा चाहिँ प्रशस्त हुन्छ, दलहन बाली यसरी सम्झिने। यी माटोमा यसरी यी बालीहरू यसरी हुने रहेछन्। धान, गहुँ, सनपाट, हेर्नु त, सुर्ती, सुपारी, दलहन बाली, यी सबै यो माटोमा हुने रहेछ। ल यति मैले तपाईँलाई भने। दाल आउने क्या, दलहन बाली भने बुझ्नुभयो नि, दालमा जस्तै खेसरी, रहडी, मुसुरो हैन, अनि त्यसपछि चना, यसको लागि यो फेमस रहेछ। तया माटो भन्यो भने यो सागपात, सागपातको लागि अथवा तरकारी, तरकारी सागपातको लागि चाहिँ यो तलैया माटो फेमस, किनभने काठमाडौँ उपत्यकामा यसो लाउने बित्तिकै उत्पादन हुन्छ, त्यसले बुझ्नु भएकै छ है त। ल यति हामीले यसरी विचार गर्यौं। अनि चाहिँ यसरी चाहिँ हामीले यसरी हेर्छौं। ल उखु, उखु पनि कहाँनिर हुन्छ भन्दा, उखु पनि लगभग यसैमा हो, पाङ्गोमा हो, अलिअलि यसमा बलौटेमा पनि हुन्छ, मुख्य रूपमा यसमा उखु पनि यसैमा हो, पाङ्गेमै हो है। ल यहाँमा चाहिँ सागपात, तरकारी। अनि बलौटेमा चाहिँ के हो भनेर आयो भने यसमा चाहिँ बलौटेमा चाहिँ के हुन्छ भन्ने हो भने यहाँ चाहिँ तपाईँले सम्झिनु पर्यो एउटा कपास, कपास खेती हैन, कपास खेतीको लागि यो बलौटे पत्थरिलो त फेमस नै हो हैन, कपास खेतीको लागि। अर्को रुख बोट बिरुवा, रुख अनि बोट बिरुवा, रुख बोट बिरुवाको लागि पनि यो बलौटे त निकै नै फेमस, यति तपाईँले ख्याल गर्ने हैन। अनि यति तपाईँले ख्याल गर्ने। र यिनीहरू रुख बोट बिरुवामा के पर्यो भन्दा साल, सिसो, खयर हैन, सिमल, यस्ता रुखहरू, अब ठुल्ठुला मोटा पगला रुखहरू यिनीहरू रहन्छन् भन्ने सम्झिने। र 4 कोसे झाडीमा रहेको माटो पनि यही हो है।
चारकोसे झाडीमा कुन प्रकृतिको माटो पाइन्छ भने बलौटे पत्रिलो माटो है। अनि हामी खरबुजाहरू भन्छौँ नि, हो खरबुजाहरूको उत्पादन पनि यहीँनिर हो। खरबुजा बलौटे पत्रिलो माटो पाइने ठाउँ अलिक बढी तपाईँलाई सोध्छ। पाइने भन्ने बित्तिकै भित्री मधेसलाई सम्झिने, भावर प्रदेश अनि दुन क्षेत्र, चुरे पहाडको तल्लो भाग हैन, यसरी सम्झिने। अनि कपास खेती रुख बटुराको लागि फेमस चारकोसे झाडीमा पाइने माटो यसै प्रकृतिको भनेर सम्झिने। रातो फुस्रो भन्ने बित्तिकै तपाईँले यहाँ मकै सम्झिने। मकै एउटा छ, अर्को कोदो। मकै, कोदो हैन, पहाडतिर के हुन्छ हेर्ने के हेर्ने। अनि फलफुल यही त हो नि, फलफुल। अनि चिया है, चिया। अनि त्यसपछि अलैँची हैन, चिया, अलैँची, कफी यतै त हो नि। चिया, अलैँची, कफी, बदाम पनि हो, बदाम है। यस्ता कुरालाई तपाईँले ख्याल गर्ने। यहाँनिर रातो फुस्रोमा मकै, कोदो, फलफुल, चिया, अलैँची, कफी, बदाम हैन। अनि अदुवा पनि यहीँनिर हुन्छ। अदुवा अनि बेसार यस्ता कुराहरू यहीँनिर हुन्छ। अनि सखरखण्ड भनौँ न, सखरखण्ड, यो सखरखण्ड पनि यहीँनिर भन्नुहोस्। सखरखण्ड पनि यही माटोमा चाहिँ रहन्छ। मुख्य रूपमा रातो फुस्रो नै हो यो बदामहरू पनि। अनि बलौटेमा पनि केही मात्रा हुन्छ, तर मुख्य रूपमा चाहिँ यहाँ हो। अनि सखरखण्ड जो तरुल भन्छौँ नि हामी हैन, सुठनी भन्छौँ नि, यो चाहिँ यो भागतिर हुन्छ। अनि हिमाली माटो भन्ने बित्तिकै तपाईँले जौ सम्झिने। जौ यहाँ हुन्छ। अनि त्यसपछि आलु हैन, अनि फापर हेर्नुहोस् है, जौ, आलु, फापर। अनि अर्को तपाईँले यहाँनिर उवा भन्ने पनि हुन्छ। उवा हेर्नुहोस् है, यहाँनिर खेती पनि हुन्छ। अनि स्याउ पनि यही छ। उवा भनेको एक किसिमको एउटा अन्न हो हैन, यो खासमा जौ, कोदो जस्तै हुन्छ हैन, यसलाई सम्झिने। मकै त यहाँ आइगयो नि, रातो फुस्रोमै मकै हो नि। मकै, कोदो, फलफुल, चिया, अलैँची, कफी, बदाम, अदुवा, बेसार यहाँ त आइगयो नि रातो फुस्रो हैन। अनि ओखर पनि हो, ठिक भन्नुभयो एकजनाले यहाँ। ओखर पनि यहीमा हो, हिमानीमै हो ओखर। उवा, स्याउ, फापर, जौ, आलु विषयमा रहन्छ। अनि अर्को चाहिँ के भने समग्रमा हामी उवा भनेको गहुँ जस्तै हुन्छ। अनि अर्को के भन्दै भने हिमालीमै के हुन्छ, जडीबुटीको लागि त यही त हो नि, यार्सागुम्बा, जटामसी, पाँचौले हैन, जडीबुटीको लागि पनि हिमानीमा फेमस रहन्छ हैन। यति मैले तपाईलाई भने। अब उत्पादनको लागि सबभन्दा उपयुक्त माटो कुन हो भनेर सोध्नु भएको छ। वास्तवमा हो के भन्नुभयो, ल भन्नुहोस्। एकजना कसैले आन्सर दिनु पर्यो। कृषि उत्पादनको लागि हैन सबभन्दा राम्रो माटो, उर्वरा शक्ति भएको माटो कुन होला भन्नुहोस्। ठ्याक्कै कृषि उत्पादनको लागि सबभन्दा राम्रो कुन हो? कृषि उत्पादनको लागि भनेर आयो भने तपाईहरुको म प्रतिक्रिया म हेर्दैछु। कृषिको लागि चाहिँ सबैभन्दा राम्रो भनियो भने यसैलाई लिइन्छ। हेर्नुस्, कृषि उत्पादनको लागि सबभन्दा राम्रो तलैयालाई नै लिइन्छ। हेर्नुस् है, किनभने यसको माटो कस्तो हुन्छ, कालो। यसको माटो कालो हुन्छ, तर हैन कस्तो हुन्छ, कलर कालो हुन्छ। र यो तलैया माटोमा सबभन्दा धेरै जैविक तत्व भएको माटो पनि यही तलैया हो। किनभने ताल उपत्यका कुण्डको पानी सुक्छ अनि त्यहाँनिर जैविक तत्व धेरै हुन्छ। हेर्नुस्, कलर कस्तो हुन्छ, कालो हुन्छ। अनि जैविक तत्व धेरै भएको माटो पनि यही हो। अनि लामो समय
चिसो रहने पनि यही हो। चिस्यान क्या लामो समय चिसो रहिराख्ने हुनाले यो सुकिहाल्ने होइन। लामो समय चिसो रहिराख्ने माटो पनि तलैयानी हो। त्यसै धेरै पानी पनि चाहिँदैन। सामान्य पानी भयो भने पनि त्यसले चाहिँ कृषि कार्यको लागि यसले काम गर्छ है त। के तपाईँले ख्याल गर्ने म ल अब म कहाँनिर जान्छु भने नि यो माटो कसरी बन्छ भने यी माटोहरूको बन्ने प्रक्रिया के रहेछ भनेर अब जाउँ त। किनभने कहिलेकाहीँ तपाईँलाई कसरी सोध्छ भने यो माटो बन्ने प्रक्रियालाई आधार बनाएर अनि त्यो माटो कुन हो भन्छ। जस्तै तपाईँलाई मैले एउटा सोधेँ मैले क्वेसन ल भन्नुहोस्। के सोधेँ भने यो टुक्रिएको चट्टान र झारपात मिलेर बन्ने माटो कुन होला भन्नुहोस् त। टुक्रिएको चट्टान अनि झारपात मिसिएर बनेको माटो कुन हो भनेर तपाईँलाई सोधेछ भन्नुहोस्। टुक्रिएको चट्टान सम्झिने फेरि टुक्रिएको चट्टान र झारपात मिली बनेको माटो कुन हो। तपाईँहरूको फरक फरक आउँदैछ, मैले थाहा पाइसकेँ। फरक फरक प्रतिक्रिया छ। टुक्रिएको चट्टान र झारपात मिसिएर बन्ने माटो चाहिँ तातो फुस्रो हो। यहाँ हेर्नुहोस्, टुक्रिएको होइन, जस्तै महाभारत पर्वतमाला सम्झिने के होइन, ठुल्ठुला वीर आँखामा सम्झिने। त्यहाँ के हुन्छ भन्दा अब त्यहाँको चट्टान के हुन्छ, अब कमजोर हुन्छ अनि फुस्स फुस्स झर्छ। हेर्नुहोस् टुक्रियो, हेर्नुहोस् त्यसले टुक्रिएको जुन चट्टान छ तल झरेको त्यो चट्टानमा के हुन्छ, झारपात मिसिने भयो। हेर्नुहोस् र यसरी झारपात मिसियो अनि टुक्रिएको चट्टान छ त्यसमा झारपात मिसिएर बन्ने माटो रातो फुस्रो माटो। टुक्रिएको चट्टान र अनि झारपात मिसी बन्ने माटो चाहिँ पाङ्गो माटो। यसरी रातो फुस्रो माटो। अर्को तपाईँलाई क्वेसन म सोध्छु ल। नदीले बगाएको माटो बालुवामा झारपात कुहिएर बनेको माटो कुन भनेर सोधो। अब नदीले बगायो, के बगायो, माटो बालुवा बगायो अनि त्यसमा झारपात चाहिँ मिसिएर कुहिएर बन्ने माटो कुन हो भन्दा यही हो पाङ्गो माटो। नदीले बगाएको माटो बालुवा, नदीले बगाएको माटो बालुवामा झारपात होइन, झारपात मिसिएर अनि बन्ने झारपात मिसिएर बन्ने माटो कुन हो भन्दा यसरी पाङ्गो माटो। ख्याल गर्ने है त। ठिक छ, लाइन गयो भन्दै हुन्छ। ठिक छ, तपाईँ धेरै हाम्रो त्यत्रो गएको छैन, हामी माटो हेर्दैछौँ। यिनीहरू तपाईँ अब आइहाल्ने है, लाइन अब आएछ तपाईँको। हामी माटो कसरी बन्दो रहेछ सबै माटो भन्ने प्रक्रियामा हामी छौँ। जस्तै पाङ्गो माटो कसरी बन्दो रहेछ, नदीले बगाएको माटो बालुवामा झारपात मिसिएर कुहिएर बन्ने माटो यो पाङ्गो माटो। अनि तलैया भनेको ताल उपत्यका, हेर्नुहोस् है, ताल उपत्यका, कुण्डको पानी सुकेर बन्ने माटो कुन हो, तलैया माटो। यो त भन्नै पर्दैन हैन। मञ्जुश्रीले हैन चोबारको डाँडो काटे अनि यो काठमाडौँ उपत्यकाको पानी सबै बगेर गयो अनि यहाँ पानी बगेर गएपछि अब कुन माटो बन्यो भन्दा अब तलैया माटो बन्यो हैन। हामीलाई थाहा छ यो धेरै गाह्रो विषय नै होइन हैन। त्यसैले यो तलैया माटो भनेको ताल उपत्यका कुण्डको पानी सुकेर बन्ने माटो भनेर बुझ्नु पर्यो। ठीक छ, बुझिराख्नु भएको छ नि हैन, बुझिराख्नु भएको छ है। ल अब यो बलौटे कसरी बन्छ भन्ने हो भने यो चाहिँ के हुन्छ भने बलौटे चाहिँ एउटा माटो हेर्ने, यहाँनिर माटो एउटा हुन्छ, यसमा
अनि अर्को बालुवा हुन्छ, बालुवा। अनि अर्को के हुन्छ पत्थर, पत्थर है। अनि मिसिएर बन्ने माटो के रहेछ भन्दाखेरि यो बन्ने माटो बलौटे पत्थरिलो माटो। ठिक छ ल, यति तपाईले ख्याल गर्ने। अनि यो हिमाली माटो कसरी बन्छ भन्ने आयो भने हिमाली माटो चाहिँ हिम नदीले जुन थुपारेको हुन्छ नि, यहाँ हिम नदी छ, हिम नदीले बगाएको माटो, बालुवा र कंकट, चाहिँ माटो, बालुवा र कंकट मिसिएर बन्ने माटो हिमाली माटो। ख्याल गर्ने हैन। यसरी हिम नदीले बगाउँछ त्यसलाई, हिमालीलाई चाहिँ हिम नदी, त्यो हिम नदीसँग रिलेटेड, यो नदीसँग अन्य नदीहरूसँग यो रिलेटेड। यसरी तपाईले ती कुरालाई ख्याल गर्ने। र यिनीहरू माटोको के रहेछ, के उत्पादन हुँदो रहेछ यो पनि मैले चर्चा गरेँ। कहाँ पाइँदो रहेछ, कुन माटो कहाँ पाइँदो रहेछ यो पनि मैले चर्चा गरेँ हैन। कसरी बन्दो रहेछ त्यो पनि चर्चा गरियो। त्यसपछि अब हामी यो माटोको बारेमा पनि म अब छोड्दै, यसलाई पनि छोड्दै अब म केमा जान्छु भने तपाईलाई एकछिन म हाम्रा ठुलठुला घाँटीतिर म प्रवेश गर्छु। कस्ता कस्ता घाँटीहरू छन् हैन नेपालमा, कस्ता कस्ता नाकाहरू छन् हैन, कस्ता कस्ता भन्ज्याङहरू छन् नेपालमा, यो विषयलाई अब हामी अगाडि बढ्ने हो। ल अब हेर्नुस्, घाँटी, कस्ता घाँटी छन्, अनि नाका, अनि कस्ता भन्ज्याङ, भन्ज्याङ। अब यो कहाँ छ, उता हिमालतिर छ, यो उता तराईतिर हुने कुरो भएन हेर्नुस् हैन, तराईतिर हुने भएन। यसरी चाहिँ र यति चाहिँ तपाईले ख्याल गर्ने। कस्ता नाका छन्, जस्तै हामी सुन्छौं नि ओलाङचोङ गोला, किमाथाङका, नाका हैन। अस्ति भर्खरै एउटा नाका खुलेको छ भर्खरै, यो कोरोना पछि बन्द थियो, टिपताल, त्यो ताप्लेजुङको टिपताल जोडिएको। त्यसले यस्ता खालका हैन, हामी ताल तलैया हामी जान्छौं अहिले। चेतनारायणजी चिन्ता नगर्नुस्, हामी त्यसमा जान्छौं अहिले, योलाई सकेर अनि बिस्तारै हामी त्यहाँ जान्छौं। अब यो कहाँ, कुन जिल्लामा कुन घाँटी छ भनेर अब सरर एकचोटि हेरौँ, कस्ता कस्ता नाकाहरू छ भनेर हेरौँ। अगाडि बढ्ने, म ताप्लेजुङबाटै म सुरु गर्छु। ताप्लेजुङ जिल्लामा के कस्ता नाकाहरू छन् भनेर भनियो भने यो ताप्लेजुङ जिल्लामा रहेको एउटा ताल, टिपताल हो यही नि, यही नाका अस्ति भर्खरै खुलेको छ चाहिँ। त्यसैले ताप्लेजुङ जिल्लामा तिब्बतसँग जोडिएको यो टिपताल नाका हालै मात्र खुलेको नाका हो है। अस्ति मात्रै अब केही हाम्रा 24 जना व्यापारीहरू उता तिब्बततिर गए। अस्ति हेर्नुस् एउटा कार्यक्रम नै राखिएको थियो है। अनि त्यसपछि त्यहाँको ताप्लेजुङको सिडिओ साहबले यसो कोर्डिनेसन गर्नु भएको थियो। त्यसैले पछिल्लो पटक यसलाई तपाईले यस्तो मिति सोध्दैन प्रभु, यो सामान्य कुरा हो हैन, मिति सोध्दैन। अनि यो चाहिँ अर्को ओलाङचोङ गोला हेर्नुस्, ओलाङ अनि ओलाङचोङ अनि गोला। यो ओलाङचोङ गोलाको त मैले के भन्नु पर्यो र, यो त फेमस नै हो नि ताप्लेजुङमा। अस्ति एकजना नेता हैन अस्ति गए हेर्नुस्, टिपताल पनि भन्छ सर, टिपताल हो, एउटै हो सङ्गमजी, एउटै हो टिपताल। अनि अर्को नामले पनि बुझिन्छ, फेरि यसलाई सम्झिने। अनि अर्को तपाईले झिङस्याङ पनि सम्झिने, झिङसाङ। अनि अर्को खाङ्लो, खाङ्लो। अनि अर्को ताप्लेजुङमा अर्को छ च्याबुक, भन्ज्याङ, च्याबुक, यसलाई ख्याल गर्ने, च्याबुक। अर्को छ यहाँनिर गोर्खे, यी भन्ज्याङहरू तपाईले ख्याल गर्ने हैन।
च्याङ्ला यता होइन याम कुमारीजी, कहाँ च्याङ्ला च्याङ्ला हुम्ला भइगयो नि। हुम्लाको च्याङ्ला भन्ज्याङ भयो, नेपालको सबभन्दा उत्तरी बिन्दु होइन हुम्लाको च्याङ्ला। र ताप्लेजुङ भन्यो भने च्याबुक भनेर सम्झिन्छ, च्याबुक। अनि गोर्खे, टिप्ताल, ओलाङचुङ गोला, जिङस्याङ, खाङ्लो, ताप्लेजुङ जिल्लाका नाकालाई तपाईले एउटै हो। यो रावलजी, यो घाँटी भन्ज्याङ नाका यही हो क्या। अब यसलाई समग्रमा उही रूपमा लिइन्छ, भन्ज्याङमै त्यो नाका हुन्छ यसो होइन, अनि यसो जाने समग्रमा उही हो भनेर सम्झिने। ल मैले यसलाई छोड्दै म अब कहाँ गएँ भने शङ्खसभा जिल्लातिर प्रवेश गर्छु। शङ्खुवा सभा यो जिल्लामा के छ भने किमाथाङ्का, किमाथाङ्का हो। यो किमाथाङ्का त झनै हाम्रो चर्चामा रहेको यो होइन, तपाईले कुरो बुझ्नु भएकै छ होइन। ल ठिक छ। अब यसलाई के बुझ्ने भने यो किमाथाङ्का चाहिँ जोगमुनीदेखि किमाथाङ्कासँग एउटा हाम्रो कोशी कोरिडोर जाँदैछ क्या। तपाईको जानकारीको लागि जो हाम्रो जोगमुनी छ नि, त्यो जोगमुनी नाकादेखि किमाथाङ्कासँग सम्म कोशी विस्तार हुँदैछ र इन्डिया र चीनलाई जोड्ने सबभन्दा छोटो दूरीको कोरिडोर यहाँ बन्दैछ, जसको नाम हो कोशी कोरिडोर। यो किमाथाङ्कामा गएर यो समाप्त हुन्छ, जोगमुनीबाट सुरु भएर है यहाँ आएर। यो किमाथाङ्का नाका शङ्खसभाको धेरै चाहिँ चल्तीमा आएको हो। तपाईले च्याबुक त मैले भने त यही ताप्लेजुङमै हो नि भने तपाईले हैन। अनि यो किमाथाङ्का नाकाबाटै एउटा नदी नेपाल प्रवेश गर्छ, जसलाई हामी के भन्छौँ अरुण है। अब जोगमुनी भनेको यो उता विराटनगर हो सङ्गमजी, विराटनगर। अनि किमाथाङ्का चाहिँ मैले अघि भने अरुण नदी चाहिँ नाकाबाट नेपाल प्रवेश गर्छ। अरुण नदी जो मैले नदीको बारेमा चर्चा गर्दा भनेको थिएँ, विश्वको स्थानबाट बग्ने नदी अरुण यसै नाकाबाट नेपाल प्रवेश गर्छ। अरुणलाई तिब्बतमा फुङसु भनिन्छ। अरुणको पौराणिक नाम महाप्रभा, जो शङ्खसभा जिल्लामा छ, मैले भनिसकेको छु। अनि त्यसपछि ओलाङचुङ गोला यो जुन छ नि हो, यो घाँटीबाट नेपाल प्रवेश गर्ने नदी भनेको तमोर। यहाँबाट चाहिँ तमोर नेपाल प्रवेश गर्छ ओलाङचुङ गोलाबाट। किमाथाङ्काबाट के प्रवेश गर्छ, अरुण पर्छ, नेपाल प्रवेश गर्छ। ख्याल गर्ने। ल यति मैले भने अनि ल ठिक छ। अब तपाईहरुले के बुझ्ने भने एउटा किमाथाङ्का यहाँ रहेछ है, अनि अर्को छ उम्बेक। किमाथाङ्का उम्बेक यहीँनेरि हो, समय उम्बेक पनि छ। अनि यहाँनेरि छिरम चोभा, छिरम अनि चोभा, छिरम चोभालाई सम्झिने। अनि त्यसपछि तपाईले के हेर्ने भने भाटभटेनी हेर्नुस्, भाटभटेनी पनि यही छ। उम्बेक, छिरमचोबा, भाटभटेनी, अर्को रागला हेर्नुस् है। यस्ता खालका नाका चाहिँ यो शङ्खसभा जिल्लामा चाहिँ यसलाई ख्याल गर्ने। अनि पोपटी जनाले ठिक छ, पोपटी पनि यहीँनेरि छ, पोपटी। यति तपाईले ख्याल गर्ने। रागला हो, यामजी रागला हो, रागला है। भाटभटेनी अनि छिरमचोभा, उम्बेक, किमाथाङ्का, पोपटी। एउटा तपाईलाई जानकारीको लागि यो भाटभटेनीका सञ्चालक तपाईले नाम धेरै सुन्नु भएको छ नि। यो भाटभटेनीका सञ्चालक चाहिँ यही
सङ्घसभाकै हुन्। यो नाम नि उनले यही नाकाबाट, यही भन्ज्याङबाट भाटभटेनी नामाकरण गरेका हुन् है। यसरी ख्याल गर्ने। अनि भाटभटेनीमा के हुन्छ? राग आउँछ, हेर्नुहोस्, रागला है। अनि भाटभटेनी छिर्नु पर्यो, यहाँ हेर्नुहोस्, छिरमचोबा। यसरी तपाईँले यसरी सम्झिने। ल अगाडि बढ्ने। अब जाउँ हामी सोलुखुम्बु। सोलुखुम्बु जिल्लामा रहेका नाकाहरू हेर्दाखेरि एउटा छ नाङपा, नाङपा है, छ नाङखा, नाङखा, नाङपा, नाङखा। यसरी यसलाई तपाईँले ख्याल गर्ने, यो दुईटालाई ख्याल गर्ने सोलुखुम्बु। अनि जाने हामी दोलखा। दोलखा जिल्लामा रहेका नाका भनियो भने एउटा ठाङ्ला, ठाङ्ला, दोलखाको ठाङ्ला। अर्को छ लामा, लामा बगर। अर्को छ दिगर्चा, दिगर्चा। यो तीनटालाई तपाईँले ख्याल गर्ने। दोलखाको ठाङ्ला, लामा बगर हैन, अनि दिगर्चा, यसरी हेर्ने। अनि त्यसपछि हामी जान्छौँ सिन्धुपाल्चोक सिपा। सिपामा के छ भन्दा झुमा कोदारी, झुमा अनि कोदारी यहाँनिर छ है। अनि रसुवा, रसुवा जिल्लामा के छ भन्दा रसुवा गढी, रसुवा गढी, रसुवाको रसुवा गढी, सिन्धुपाल्चोकको झुमा कोदारी हैन। यसरी तपाईँले यसलाई हेर्ने। अनि त्यसपछि म यतातिर म प्रवेश गर्छु, यहाँनिर हेर्छु। अब म कहाँनिर गएँ भने तपाईँलाई गोर्खातिरमा लाग्यो। गोर्खा जिल्लामा के छन् भनेर आयो भने यो अलिक बढी तपाईँलाई सोध्छ पनि गोर्खाको है। गोर्खाबाट अलिक बढी तपाईँलाई सोध्छ हो, ठिक। गोर्खा चाहिँ गोर्खामा के छ भने एउटा लार्के, लार्के। अर्को छ यहाँ ग्याला, ग्याला, लार्के, ग्याला, मैलाट सेचम, मैलाट अनि सेचम, मैलाट सेचम। तीनटालाई तपाईँले लार्के, ग्याला, मैलाट सेचम। यति कुरा हामीले बुझ्यौँ। त्यसपछि म मुस्ताङतिर म प्रवेश गर्छु। मुस्ताङमा के छ भन्दा यहीँनिर छ कोरला, सुन्नु भएको छ नि? कोरला भनेको यहीँनिर छ, कोरला नाका। अर्को छाटुङ, छाटुङ, छाटुङ नाका। अर्को यहीँनिर छ चाङचौमी, चाङचौमी। तीनटालाई तपाईँले ख्याल गर्ने है त। चाङचौमी, एकैछिन है। यसरी चाहिँ हामीले के बुझ्छौँ भने यसको चाहिँ तपाईँले खास गरी मुस्ताङको कोरला, छाटुङ, चाङचुमीलाई चाहिँ बुझ्ने, यति बुझ्ने क्या। अब मुस्ताङलाई हामी छोड्दै होइन लाइन गएको होइन, एकैछिन। अनि त्यसपछि हामी कहाँ जाउँ भने मुगुमा जाउँ। मुगु के हो भन्दाखेरि नाम्चा, मुगुमा नाम्जा भन्ने लाई तपाईँले ख्याल गर्ने। अनि त्यसपछि म डोल्पामा गएँ। डोल्पा जिल्लामा रहेको चाहिँ के छ भन्दा आमा पापी, आमा पापी भन्ने डोल्पामा छ, हेर्नुहोस् है, आमा पापी। चिपा
सिन्धुपाल्चोक हो, सिन्धुपाल्चोक, सिन्धुपाल्चोक। आमा पापी भनेको आ भनेको आरिम, हेर्नुहोस् है, आरिम। आ भनेको आरिम, आरिम। मा भनेको मारिम, मारिम, हेर्नु त, माबाट मारिम। अर्को पा भनेको पाला, पाला। पी भनेको पिण्डो, पिण्डो, पिण्डो। हेर्नु पा, त्यसले आर्यम मारिम पाला पिण्डो, हेर्नु त, आर्यम मारिम पाला पिण्डो, छोटकरीमा आमा पापी सम्झिने। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो एउटा सूत्र हो है, सूत्र हो, यदि तपाईँले ख्याल गर्ने। अनि गोर्खामा अब थाप्ले है, एकजनाले थाप्ले कहाँ छ भन्नुहुन्छ। यो थाप्ले चाहिँ यहाँ गोर्खामा हो, किनभने गोर्खालीहरू कडा छन् होइन, थापी हुँदैन, थाप्ले। यदि तपाईँले थाहा पाउने, बाँकी कुरा हामी भोलि गर्छौँ है त। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू। हामी त्यसपछि केही अरू जिल्लाहरू पनि हाम्रो बाँकी रह्यो, त्यसपछि भोलि हामी गर्नेछौँ। मैले सबैलाई धन्यवाद दिएँ र भोलि भेट्ने बाचा मैले प्रकट गरेँ। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू।